वी आर भेरी गुड एज अ फ्रेन्ड मलाई केही प्रब्लम नै छैन तिमीहरूमा फोनमा बोलेर हामी जे गर्छौँ अबदेखि जोडिँदाखेरि कन्टेन्ट हो भनेर भनेको हो हामीले है रमाइलो गर्नुपर्छ पछि आएर जस्ट भएन त भएन होइन अब एज अ फ्रेन्ड त छ नि हामी द्याट्स व्हाट आइ एम सेइङ गाइस त्यसमा नेगेटिभ सोच्नु पनि कुरै छैन गाइस भन्दैछु गाइस प्लिज नसोच्नु त्यस्तो नसोच्नुहोस् मलाई चाहिँ आज चित्त दुखेर यो कुरा निकाल्नुको रिजन चाहिँ किन भन्दा म बोल्दा पनि बोल्दिनँ भनेको थियो त्यो एक दुईजना चिनिरहेको आफूले जहिले दिदी दिदी भनिरहेको मान्छेहरूले चाहिँ त्यस्तो कमेन्टहरू देख्दाखेरि चाहिँ होला त्यो फेक आइडीलाई त्यो रेस्पोन्स गर्नुपर्ने जरुरत त थिएन नि त्यो जसले त्यस्तो म्यासेजहरू पठाएको छ नि दिदी होइन तपाईँले त्यस्तो म्यासेज रेस्पोन्स गर्नुपर्ने जरुरत त थिएन होला नि मिस्टर तामाङले सिकाएको होला टाइपको म त्यस्तो छ जस्तो लाग्यो तपाईँहरूलाई ओ माई गड म फिल्मको गुन्डा जस्तो लाग्यो होला तपाईँहरूलाई डोन्ट वरी गाइस आइ एम नट द्याट पर्सन जे हो मुखमै भनिदिन्छु 1 पोइन्टदेखि नै साथी होइन र पछिसम्म साथी नै फिक्स भएको एक्ज्याक्टली गाइज त्यसमा समस्यै छैन हामी कहिले पनि गोस्रोमा गाइज एज अ फ्रेन्ड भएको अलमोस्ट 3-4 हप्ता भयो होला है गोस्ट अब त है 3-4 हप्ता त भयो होला अब त साथी भएको पहिला चाहिँ गाइस मैले घोषलाई जिस्काउँदै नजिस्काउने होइन पछि भएन र भएन ओके ओके गाइस एनीवे जतिजना हुनुहुन्छ बुझ्नेले बुझ्यो नबुझ्नेले मलाई के गर्न सक्छु र मैले भनेको चाहिँ तपाईँहरूको समस्या छ भने चाहिँ अहिले चाहिँ प्लिज है आफै सल्टाउनुहोस् मलाई चाहिँ बिचमा नपेल्नु मात्रै भनेको मात्रै हो हस् तपाईँहरूको समस्या चलिरहेछ भने तपाईँहरू बिचमै सर्ट आउट गर्नुहोस् है मलाई कसैले ल्याएर कुरा लगायो भने म सुनिदिन्छु नसुन्ने चाहिँ होइन गाइस है म सुनिदिन्छु तर मैले त्यो कुरा भने कहिले पनि रेस्पोन्स गर्दैन गाइस हस् द्याट्स इट द्याट्स अल आइ एम सेइङ हस् मलाई जसले सुनायो भने सुनिदिन्छु गाइस म हेरिदिन्छु म्यासेजहरू पनि पठाइरहेको छ म हेरिदिन्छु रेस्पोन्स चाहिँ कहिले पनि गर्दिनँ गाइस म हस् त्यस्तो कुरा नगर्नुहोस् होला तपाईँहरू त्यो रिजनले गर्दा थ्याङ्क यू सो मच फर टुडे